भर्खरै मात्र युरोपको बादशाह बनेको प्यारिस सेन्ट जर्मन पिएसजी यसै समूहमा छ। लगातार घरेलु फुटबलमा आफ्नो वर्चस्व जमाए पनि बाहिर सफल हुन नसकेको आरोप पिएसजी माथि लागिरहेको थियो। कतारका नागरिकको स्वामित्वमा रहेको पिएसजीले युरोपियन उपाधिलाई लक्षित गर्दै कुनै समय लियोनल मेस्सी, नेमार, किलियन एम्बापे लगायतका स्टार खेलाडीमा रकम खर्चियो तर सफल हुन सकेन। तर यस पटक पिएसजीले ठूला नाम बिना नै च्याम्पियन्स लिगको उपाधि आफ्नो नाममा लेखायो। फाइनलमा इन्टर मिलानलाई 5-0 गोलले पराजित गर्दै पिएसजी पहिलो पटक युरोपको च्याम्पियन बनेको हो। युवा खेलाडीको बलमा च्याम्पियन्स लिग जितेको पिएसजी युएफाको 4 वर्षे वरियता सिस्टममा युरोपबाट शीर्ष 2 मा रहँदै प्रतियोगिताका लागि छनौट भएको हो। लुइस एन्रिकेको प्रशिक्षणमा रहेको पिएसजीको आक्रमणका एक नायक बार्कोला रहनेछन्। पिएसजीले एथलेटिको मड्रिडसँग खेल्दै क्लब विश्वकपको यात्रा सुरु गर्नेछ। समूह बी मा रहेका क्लब आफ्नो सुप्रिमेसी प्रमाणित गर्न प्रतिस्पर्धा गर्नेछ।